हेलो एभ्रिवान नमस्ते सबैजनालाई वेलकम छ मेरो न्यू भिडियोमा। आजको स्पेशल भिडियो मैले चाहिँ लास्टमा भिडियो बनाइसकेपछि नै भिडियोको इन्ट्रो बनाइरहेको छु। डोन्ट माइन्ड गाइज। अनि आज के भयो कसो भयो म अलिअलि भिडियो बनाउनु पठाएँ हाम्रो दुईजना क्यामेराम्यानलाई। अनि त्यसपछि कस्तो बनाएँ के बनाएँ म सबै हान्छु। हाम्रो नानीको चाहिँ यो अब लास्ट उतार्ने बेला भइसक्यो, सबै यति धौ भइसक्यो अरे। अनि त्यही भएर चाहिँ मैले भिडियो बनाइहालौँ भनेको। अनि हाम्रो गिफ्ट अनबक्सिङ भिडियो चाहिँ अनि अर्को भिडियोमा आउँछ। ओम अक्षदानन लब्धेन सूर्यगंधर्व पूजिता सर्वदेव नमस्कारं क्रियाणं मदनुग्रह सिंदूराणि समर्पयामि गणाधिपते नमः। फूल माला लगाइदिनु भगवान हाय गर्नु त्यो के राख्नु लाइदिनु न तपाईहरुले बन्डी भइ आजबाट सबैजनालाई नमस्ते। अनि यहाँनिर चाहिँ मैले भोइस ओभर गरेँ किनभने यहाँनिर चाहिँ भोइस एकदम धेरै डिस्टर्ब आइरहेको थियो, त्यसैले भोइस मैले म्युट हानेछु। अनि हाम्रो नानीको गुनियो चोली थियो आज, अनि त्यसैले सत्यनारायण पूजा प्लस गुनियो चोली हो। अनि हजुरबुवा हजुरआमाले नानीलाई टिका लगाएर अनि जल खाँदै हुनुहुन्छ। अनि गुनियो चोली गरेपछि यस्तो गर्नु कन्यादान गरे जस्तो गर्नुपर्छ अरे। अनि मैले चाहिँ टिका लगाइरहेको छु। अनि साइडको फुल चाहिँ एकदम राम्रो देखिरहेको छु म। अनि मैले चाहिँ हाम्रो बाहुन बाजेलाई मैले लगाइदिनुहुन्छ माला भनेर भनेको, तिमीले नै लगाइदिऊ भन्नुभयो। अनि मैले माला लगाइदिएँ। अनि त्यसपछि हाम्रो आमा र बुवाको तर्फबाट हाम्रो नानी एकदम धनी भएपछि गाइज। अनि आमाले र बुवाले चन्द्रमा गिफ्ट गर्नुभयो, सुनको पाइ नानीले। अनि म हेरेँ भएँ साइडबाट बसेर खै के भनिरहेको छु, भिडियो बनाइदिए यस्तो बनाइदिए उस्तो बनाइदिए भनिरहेको छु म। अनि त्यसपछि एकदम लामो भिडियो थियो, यतिकै भोइस ओभर गर्नु पर्यो, सरी गाइस त्यसको लागि। अनि रियल भोइसमा भिडियो आएन, राम्रो पनि थिएन, त्यही भएर किन यतिकै गराउनु भनेर हजुरबाले के दिनुभयो पैसा, एक प्लास्टिक पैसा त दिनु क्या नानीलाई। अनि हाम्रो मम्मी बाबाको पालो आयो। अनि नानीको सबैभन्दा ठुलो बाबा ठुलो मम्मी हुनुहुन्छ, अनि उहाँहरूको पालो आयो। फेरि नानीको जल खाए। नानी त म कति रानी भयो त्यो दिन, रानी। अनि त्यसपछि हाम्रो क्यामेराम्यानहरू चाहिँ अलि राम्रो रहेनछन्, हाम्रो घाँटी काट्दैछन् कति बेला कस्तो छ, डोन्ट माइन्ड गाइज। अनि टिका लगाइदिनु भयो हाम्रो बुवाले, मम्मीले चाहिँ लाउन मिल्दैन किनभने हाम्रो मम्मीको अङ्कल बित्नु भएको थियो नि त। अनि नानीको अनि साइडमा रमाइलो पनि भइरहेको थियो। अनि क्यामेराम्यानले धोका दियो, हामीलाई क्यामेरा दिएर छोडिदियो। अनि त्यसपछि क्यामेरा फोटै खिच्न आएन, हामीलाई के गर्नु। अनि ठुलो बाबा ठुलो मम्मीको तर्फबाट पनि नानीलाई एउटा गिफ्ट आयो गाइज। अनि नानी भक्कै के दियो होला भनेर हेरेर चाहिँ हाँसी मुसुक पारेर। अनि कस्तो थियो नानी त्यो गिफ्ट? राम्रो मन पर्यो? ल थ्याङ्क यू पनि यहीँबाट। थ्याङ्क यू सो मच मम्मी। यो नानी है बाबु हेरिबेरेसको भोइस बसेको। अनि त्यसपछि कसको पालो? हाम्रो माइली अङ्कल माइली आन्टीको पालो आयो, हाम्रो माइली आन्टी। अनि क्यामेराम्यान हाम्रो दिदी हो, कस्तो बनाउँछ कस्तो, त्यही पनि ठिकै छ गाइज, राम्रै आएको छ। अनि यत्रो सबै म्यानेज गरेर गराएकोमा धन्यवाद मेरो दिदीलाई पनि। ओ माइ गॉड। अनि हाम्रो माइली अङ्कल माइली आन्टीको पालो आयो। अनि ठुलबाबा ठुलमम्मीले पनि लगाइदिनु भयो नानीको। अनि अर्को गिफ्ट आयो गाइस, नानी त सुन मान्छे भयो त्यो दिन। अनि हाम्रो अङ्कलले चाहिँ नानीलाई चन्द्रमा दिनुभयो, फेरि पनि बटरफ्लाई गरेको, एकदम खुसी भयो त्यो नानी चाहिँ देखेर। अनि हाम्रो माइली आन्टीले चाहिँ गिफ्ट दिनुभयो, त्यो छेत्री ड्रेस, अनि राम्रो थियो त्यो पनि।
अनि त्यसपछि हाम्रो साइली आन्टीको पालो आयो। साइला अङ्कल चाहिँ विदेश हुनुहुन्छ। आई मिस यु साइला अङ्कल। अनि आन्टी एक्लै हुनुभएको थियो नि त, अनि त्यही भएर नानीको आन्टीले पनि अर्को रिङ दिनुभयो गाइस। यहाँनिर चाहिँ फन्नी भएको थियो किनभने यहाँनिर चाहिँ अनि रिङको बक्स भनेको खाली बक्स आएको थियो, त्यसै अलिकति फनी भयो थियो यहाँनिर चाहिँ। अनि नानीले रिङ पाए अनि नानीको बाबा मम्मीको पालो आयो गाइस फाइनल्ली। अनि त्यसपछि हेर्नु होला यहाँ के हुन्छ, कस्तो कस्तो हुन्छ, नानीले अझै कति सुनाउँछ भनेर हेर्नु है, हेर्दै जानु सबैले। अनि पछि घरको सबैभन्दा ठुलो हाम्रो सुपुत्रको पालो आयो। अनि उसले चाहिँ खाना 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 पानी खाना भन्दै थियो, कसरी छर्छ पानी पनि। अनि नानी फेरि खा खा भन्दा चाहिँ हेर्नु त्यो बाहुन बाजेले सिकाइराख्नु भएको छ साइडबाट। अनि एकदम फनी फनी गरे सबैले। अझै यो त अलिक ठुलो अरू सानोको ढोग्ने तरिका पनि हेर्नु होला। यसले पानी खाएन, बाहुन बाजेले पछाडि हानिहाल्नु भयो हाम्रो नवीनलाई। अनि सबैजना दाइ भाइ दिदी बहिनीहरू खाए। अनि त्यसपछि हाम्रो अनि यो चाहिँ हाम्रो गरिमाको भाइलाई हेर्नुहोस् कस्तो गरेछ यसले चाहिँ, यसले कस्तो गरेछ हेर्नुहोस्। यस्तै हाम्रो घरका बच्चा बच्ची 101 सबजना फनी फनी छन्। अनि के गर्नु, अनि बल्ल बल्ल भएको कार्यक्रममा त अनि नानीको सधैँभरि गुन्नेचोली कहाँ हुन्छ त, अनि खाना त पऱ्यो। कस्तो गर्छन् बच्चा बच्चीले, एकदम फनी फनी गरिरहेको छन्, हेर्नु होला त्यही पनि। अनि यहाँ चाहिँ फुपू हुनुहुन्छ। अनि फुपूको बाल आयो, फुपूले ल्याइदिनु भयो अर्को सुनायो नानीको, हे भगवान्। अनि त्यसपछि हाम्रो पालो आयो, दुई बहिनीको नानीका दुई मात्र दिदी। अनि हाम्रो पालो आइरहेछ।
सकिसक्यो चाहिँ अनि सेकेन्ड पालोमा अर्को भाइ आयो अनि ढोक्ने तरिका हेर्नुहोस् यस्तै ढोक्छ हाम्रो घरका मान्छेहरूले अनि यो नानीको अर्को भाइ हो यो फेरि अनि यसले पनि खत्रै गर्यो अनि सबै बच्चा बच्ची यस्तै भने मान्दैन नाजुरीको बच्चा बच्चीहरू त्यही पनि अनि लजाइ यति सानो बच्चा पनि लजाउँछन् हाम्रो घरको अनि त्यही पनि टिका लगाइदिए अनि नानीको पहाडको हजुरआमा हुनुहुन्छ यहाँ चाहिँ उता त्यसको मामा हुनुहुन्छ अनि सबै मामाहरू मिलेर हामीलाई कति राम्रो गिफ्ट दिनुभएको छ हेर्नुहोस् हातमा लगाइदिँदै हुनुहुन्छ यति राम्रो थियो थ्याङ्क यू सो मच यति टाढाबाट नानी याद गरिस् है उतातिर भएको भए हुन्थ्यो Lampu video ini sampai. यसपछि लगाइहाल्यो अनि हाम्रो आयो बङ्गाली टोलीहरूको पालो अनि यहाँहरू सबैजना धेरै आउनुभएको थियो फुपूहरू हजुरआमाहरू सबैजना आउनुभएको थियो रमाइलो भएको थियो अनि के अरे अनि फुपूहरू पनि आउनुभएको थियो सबैजना हामी चाहिँ यहाँ पूजा पूजामा जग्गामा बस्न गइसकेको थियौँ हामी चाहिँ थिएनौँ यहाँ माथि चाहिँ अनि सबैजना धेरै हुनुहुन्थ्यो नि त टिका लगाइदिने यताउति गर्दै हुनुहुन्थ्यो हामी चाहिँ यहाँ थिएनौँ अनि हामी थाहा पाएनौँ कसले के गर्नु पर्यो भनेर चाहिँ त्यही भएर मैले भोइस ओभर गरेर आएको छु थोरै 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 भन्ना नि ढोकर नानी यो पानी बार्नेवाला आशिष त दिनुपर्छ त भिडियो आएन के नजिक जा अगाडि सर न सँगै लगाइदिनु भयो गाह्रो
नातिले त खुट्टा त म हेर्न जाने कहाँ जाने केमा बस्यो भने हो त्यो टीका लगाइदिनु होगा राजमा पादो पूजामी विष्णु राधानमा जानुनी पूजामी लगाइदिनु मुसलमान छ ओम अक्षन कुलदेवताहरू की वंश की निर्मल कारण गंगा जल निर्मल गंगा जल निर्मल शान्तिभ्यो नमः सूर्यादि नवग्रह शान्तिभ्यो नमः वन्दाक्ष पुष्पाणि समर्पयामि सूर्य
सिलाउन गइरहेछौँ है डे 2 पूजाको मेरो मेहन्दी पनि देखाउनु भएको छैन मेरो मेहन्दी आमा मम्मी हामी चाहिँ सिलाउन उता साइलेन्टी यता मी बच्चा बच्ची उता अङ्कल हामी चाहिँ सिलाउन गइरहेछौँ अहिले हामी गाडी पिक गरेर गइरहेछौँ ए मम्मी यता हेर्नुहोस् हामीलाई गाना गाउन नआएको ल साथीभाइहरू राम्रोसँग हिँड है हाम्रो नदी त एकदम अप्ठ्यारो ठाउँमा रहेछ आइराख्नु भएको छ मैलो टोक्ला उहाँको लोटा लाइन छोरी सामान किन मगायो सामान लाग्छ यसलाई समातेर राख्छु त यो त किन ल हामीहरू यहाँ सिलाउन आछौँ पानी लाउन ए अरे अरे ल यति हामी यति ठुलो नदीमा आछौँ ए बारीबाट गाडी हिँड्छ हामी चाहिँ आएको छौँ यहाँ सिलाउन माछा पापी राई शासन जय शम्भु मेरो पैसा नानीले नानी पैसा खोइ छ टिका लायो नाच र अब नाच त्यहाँ टिका लाउने कार्यक्रम समापन भयो अब हाम्रो अब घर जाने काम हुँदैछ हरि हरि मलाई आमाले दिएको चौबन्दी चोली मलाई बाबाले दिएको ढाका पछौरी अनि थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो गाइज बाई बाई माया यति धेरै माया दिनु होला हाम्रो नानीलाई यति राम्ररी देखिछिन् अनि त्यसपछि सबैजना भिडियो हेर्नु होला लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु होला अनि मैले मिनी ब्लग पनि बनाउँछु मेरो टिकटक भिडियोमा टिकटक आइडीमा त्यहाँ पनि हाल्छु त्यहाँ पनि हेर्नु होला बाई बाई गाइज एन्ड बाई भन्दै बाई